हाई गाइस, नमस्ते। हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ एकदम मौसम पनि एकदम राम्रो भइरहेको छ। पानी पर्ला जस्तो नि गरिरहेको छ, घाम लाग्ला जस्तो नि गर्दैछ। हाम्रो गाउँ चाहिँ यस्तो छ है, यस्तो छ हाम्रो गाउँहरू चाहिँ, हेर्न सक्नुहुन्छ। पानी पर्ला जस्तो गरिरहेछ गाइस। यो चाहिँ हाम्रो चर्च हो, तर म चाहिँ हिन्दू हो, तर यो चाहिँ चर्च हो क्रिस्चियनहरूको लागि। यहाँ चाहिँ हेर्नु न, आँप फलेर भाइ कति धेरै आँप फलेको छ त्यहाँ। तर गेट अहिले चाहिँ खुला रहेछ, तर गेट बन्द हुन्छ खालि। यहाँ चाहिँ यहाँ चोरेर खायो भने चाहिँ पाप पनि लाग्छ नि त। अब हामी हिन्दूहरूको चाहिँ अब चोरेर खायो भने चाहिँ मुख बाङ्गिने के हुन्छ भनेर चाहिँ मम्मीले त्यही भनेर चाहिँ खाएकै छैन। यतिकै छ यहाँ आँपहरू चाहिँ एकदम। हेरेर त्यहाँ कति धेरै फलेको छ फेरि, आमा मिठो। अब हेर्ने थुक निल्ने त्यही हो। हेर्नु न कति धेरै छ, बाफ्रे बाफ है, एकदम धेरै छ। र कालीलाई अघि मैले आँप चाहिँ देखाइहालेँ। हेर्नु ल, यसले के गर्छ। अब हात दिनुपर्छ कि, हात दिन्छ हेर्नु ल। ल दे हात, दे हात, दे हात, दे हात, दे हात, हात दे, हात दे, हात दे, हात दे। देख्नु हात दे, हात दे, हात दे, हात दे। यहाँ हेर्नु न, चल्छ कि धेरै। यहाँ हेर्नु न, यहाँ ऊ पनि पो क्यामेरामा आउनु खोज्छ हौ। हेर्नु आमा कहाँ हिँडेको त, गर्नु लगाएको अरे त। काम छैन, के काम छैन। ह्यान्डसमै छ सब। काटे पाङ्रै काटिदिइरहेछ त कपाल त। पिम्पल आएछ क्या अनुहारमा। त्यत्रो कोठी चाहिँ थिएन नि त। यस्तो नसौँदिलो भएर आएछ नि। त्यो चाहिँ मेरो मामाको छोरा हो कि। अनि हामीले यहाँ क्यारम बोर्ड पनि राख्छौँ नि त यहाँनिर। यो देखिँदैछ, त्यहाँनिर क्यारम बोर्ड पनि राख्छौँ नि त। अनि क्यारम बोर्ड खेल्न आएको अरे। क्यारम बोर्ड खेल्नको लागि चाहिँ हाम्रो भाइ चाहिन्छ नि त उनीहरूलाई। अनि भाइ चाहिँ आएकै छैन, कलेज गएको छ। अनि त्यही भएर क्यारम बोर्ड खेल्नु आएको रहेछ। अब कलेजबाट आएपछि खेल्छ। यस्तो छ है हाम्रो गाउँ।